सो भर्खरै चाहिँ म नुहाएर आएको होइन। अनि आज चाहिँ म तिमीहरूलाई होइन यो नुहाउँदाखेरि चाहिँ मैले सोचेँ क्या मेरो हेयर चाहिँ पुरै यति ड्राई हुन्छ होइन। अनि त्यहाँबाट त्यसपछि चाहिँ होइन मैले हल्का हल्का रिसर्च पनि गर्दै थिएँ हेयरको बारेमा होइन, नेपालीहरूको स्पेसल्ली होइन। नेपालीहरूको चाहिँ होइन मैले चाहिँ फाइन्ड आउट गरेँ कि 2 प्रकारको हेयर हुँदो रहेछ होइन। धेरै त चाहिँ एउटा एकदम ड्राई हेयर, एउटा चाहिँ एकदम ओइली क्या। फर इक्जाम्पलको लागि तिमीहरूलाई म भन्न चाहन्छु कि त्यो 2 रुपियाँवाला स्याम्पू हुन्छ नि, मानौँ सनसिल्क स्याम्पू होइन। यदि होइन कोही मान्छेले चाहिँ त्यो स्याम्पू युज गर्दाखेरि होइन त्यसको हेयर चाहिँ एकदम भोल्युमस मतलब एकदम बबाल, त्यो स्याम्पू युज गरेपछि चाहिँ एकदम खतरा देखिन थाल्यो नि। त्यसको चाहिँ ओइली, किनभने त्यो स्याम्पूले चाहिँ ओइल सोच्छ, त्यसपछि ठिक्क ब्यालेन्स मिलाइदिन्छ, त्यो पछि एकदम कपाल एकदम साइन गर्छ। अनि अर्को भनेको चाहिँ मेरो जस्तो कपाल होइन, एकदम ड्राई, त्यस्तो स्याम्पूले हुने बित्तिकै होइन त्यो बढार्ने झाडु हुन्छ नि सेम त्यस्तै देखिन थाल्छ। सो होइन यदि तिमीहरूको चाहिँ यो दोस्रो टाइप मतलब मेरो टाइपको हो भने होइन, अनि तिमीहरूलाई चाहिँ यतिको रिजल्ट चाहिन्छ भने होइन मतलब यतिको भोल्युमस तिमीहरूलाई हेयर चाहिन्छ भने होइन, आज म होइन तिमीहरूलाई होइन मैले प्र्याक्टिकल युज गरेको होइन, न मैले 1 रुपियाँ खर्च गरेको छु होइन। त्यसको लागि मैले एकदम प्र्याक्टिकल युज गरेको कुराहरूलाई होइन म आज तिमीहरूलाई भन्न चाहन्छु होइन। यो भिडियोलाई चाहिँ एकदम ट्रस्ट वर्दीसित हेर्न सक्छौ क्या। यो चाहिँ होइन मैले आफै एक्सपेरिमेन्ट गर्दै होइन अहिले चाहिँ यतिको फाइन्ड आउट गरेको छु। यसले चाहिँ नि मेरो हेयर एकदम बेस्ट, मलाई चाहिँ एकदम बेस्ट फिल भइरहेको क्या। सो नम्बर 1 भनेको होइन, जब पनि तिमी यसरी मतलब नुहाउँछौ नि, नुहाएपछि होइन हल्का मतलब 1 थोपा जति त्यो मस्टर्ड ओइल मतलब जुन ओइल हो भने 1 थोपा हाल्ने होइन, त्यसलाई चारैतिर गर्ने, त्यसलाई यसरी लगाउने, त्यसपछि हेर्न सक्छ होइन। अहिले भर्खरै मैले नुहाएर आएँ होइन, त्यसपछि त्यस्तो गरेँ हेर खतरा हेर होइन। अनि सेकेन्ड कुरा भनेको चाहिँ होइन तिमीले चाहिँ होइन जब यो हेयरहरू हुन्छ नि, हेयरहरू धुनुभन्दा अगाडि चाहिँ होइन एलोभेरा जेल थाहा नि, त्यसलाई लगाउन सक्छौ क्या। मतलब नुहाउनुभन्दा 15 मिनट अगाडि त्यो लगाएर नुहायो भने यसले पनि एकदम बेस्ट रिजल्ट दिन्छ होइन। सो नम्बर 3 भनेको चाहिँ होइन हप्तामा मतलब 2 चोटि मात्र स्याम्पू युज गर्ने। म तिमीहरूलाई डेट पनि दिन्छु, स्याटरडे र होइन अर्को कुन थर्सडे, मतलब स्याटरडे र थर्सडे तिमीहरूले युज गर्न सक्छौ। त्यो भयो भने चाहिँ एकदम मतलब प्यारलल हुन्छ क्या, दुईवटा मतलब टाइम मतलब ठिक्क हुन्छ, ठिक्क 3 दिनको ग्याप हुन्छ लगभग होइन। अनि यसले चाहिँ होइन एकदम त्यो तिम्रो यो हेयरको ओइल चाहिँ त्यस्तो सुक्न दिँदैन। अनि यदि तिमी होइन कतै मतलब एकदम हेभी पोल्युसनवाला क्षेत्र मतलब काठमाडौँ होइन यतातिर बस्छौ भने चाहिँ तिमी डेली मतलब विदाउट होइन एकदम जेन्टल स्याम्पूले होइन नुहाउन सक्छौ। मतलब अनि प्राकृतिक त्यो रिठा पाउडर थाहा त्यो पनि युज गर्न सक्छौ होइन। यदि तिमी युज गर्छौ भने यसको चाहिँ मैले एकदम पोजिटिभ रिभ्यूहरू देखेको थिएँ युट्युबमा। सो यति कुराहरू गऱ्यो भने होइन मैले चाहिँ एकदम फास्ट बनाइदिइहालेँ होइन। मेरो पनि अब एउटा काममा जानु हो, त्यही भएर मैले चाहिँ फास्टमा बनाइदिइहालेँ यो भिडियोको चाहिँ एकदम विस्तृत रूपमा होइन एकदम एक्सप्लेनेसन टाइपको चाहिन्छ भने कमेन्ट गर्न सक्छ होइन। यो कुराहरू फलो गऱ्यो भने चाहिँ यहाँ एकदम रिजल्ट हेर्न सक्छ होइन। कुनै हावाबाजी होइन जे मैले युज गरेको त्यही भनेको होइन। यदि मेरो हेयर तिमीहरूलाई राम्रो लाग्छ भने होइन तिमीहरू पनि यो कुराहरूलाई चाहिँ फलो गर्न सक्छ। सो यही कुराहरू मतलब राम्रोसँग फलो गऱ्यो भने तिम्रो हेयर एकदम बवाल देखिनेवाला छ। ओके बाई।